दर्शकबिन नमस्ते, म वीरेन्द्रमन। आज हामी स्वास्थ्य क्षेत्रसँग वा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूको विषयमा केन्द्रित भएर कुराकानी गर्छौँ। स्वास्थ्य क्षेत्रमध्ये बालबालिका अहिलेको अवस्थामा महत्त्वपूर्ण यस मानेमा देखिन्छ या मानिन्छ कि भने अहिलेको कोरोनाको तेस्रो भेरिएन्टले पनि बालबालिकालाई बढी प्रभावित पार्दो रहेछ भने विश्वको विभिन्न अध्ययन अनुसन्धानले देखाएको अवस्था छ। र अर्कोतिर तराई क्षेत्रमा जसरी बालबालिकामा कुपोषण लगायतका समस्याहरू देखिएको छ र ती सबै समस्याको कारणले बालबालिकाहरू बढी बिरामी हुने गरेको अवस्था छ। आज हामी जानकी मेडिकल कलेजको सिटी अस्पतालमा कार्यरत हुनुहुन्छ सिनियर बाल रोग विशेषज्ञ डाक्टर दीपक राज पौडेल। आज उहाँसँग यी बालबालिकाको समस्यासँग वा बालबालिकाको स्वास्थ्यको समस्यालाई केन्द्र बिन्दुमा राखेर कुराकानी गर्छौँ। उहाँ कान्ति बाल अस्पताल, विराटनगरको नोबेल मेडिकल कलेज, त्यसै गरी लुम्बिनी मेडिकल कलेज लगायत विभिन्न ठाउँमा उहाँ कार्यरत सेवा दिइसक्नु भएको छ र अहिले जानकी मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ। उहाँसँग हामी यी बालबालिकाका स्वास्थ्यका समस्याहरूको विषयमा केन्द्रित भएर कुराकानी गर्छौँ। डाक्टर साहब स्वागत। धन्यवाद। डाक्टर साहबसँग सबभन्दा पहिला यो जानकी मेडिकल कलेजको यो स्वास्थ्य यो बालबालिका जुन तपाईँ विभागको प्रमुख हुनुहुन्छ त्यसको विषयमा जोडेर कुराकानी गरौँ। त्यसपछि बालबालिकाका विभिन्न रोगहरूको समस्या र समस्याहरू, स्वास्थ्यका समस्याहरू विषयमा जानकारी लिउँला। अहिले हामीले कसरी सेवा दिइरहेछौँ यो बालबालिकाहरूलाई, किनभने तराईको र त्यसपछि मैले सुरुमा भने कि कुपोषण लगायतका समस्याहरू छन्, त्यस कारणले बिरामी धेरै पर्ने गरेको अवस्था छ। हामीले कसरी सेवा दिइरहेछौँ? नमस्ते, म हाम्रो रमन सरले भनिसक्नु भएको छ। म डाक्टर दीपक राज पौडेल जानकी मेडिकल कलेजमा कार्यरत बालरोग विशेषज्ञ। तराईको बालबालिकाको समस्याको बारेमा म आफू पनि अलिकति जानकार छु, किनभने मैले पोस्ट ग्रेजुएट एमडी सकेपछि मैले तराईमा बेसिकल्ली यो पूर्वी तराई, पूर्वी नेपाल भनौँ, तराई प्रदेशमा नै फोकस मेरो हेल्थ सेक्टर यो क्षेत्रमा नै फोकस थियो। किनभने मैले मेरो पोस्ट ग्रेजुएट पछि मैले विराटनगरबाट नोबेल मेडिकल कलेजबाट आफ्नो प्रोफेसन सुरु गरेको हो। त्यसैले अब सरले भने चाहिँ कुपोषणदेखि लिएर तराईका अरू सङ्क्रमण जुन ट्रान्समिट हुने सङ्क्रमणहरू तराईमा त्यो निकै नै भेटाइन्छ। जस्तै अब डेङ्गु भयो, इन्सेफेलाइटिस भयो, होइन, मलेरिया। किन तराई त अब यो त एन्डेमिक जोनै हो नि त यसको लागि त, होइन। र प्लस अब अहिले थप समस्या यो इन्टरनेसनली ग्लोबल्ली नै देखिएको छ, नेपालमा मात्र नभएर जुन कोभिड-19 कोरोना आइरहेछ। अब यसले त नेपालको सबै क्षेत्रमा नै अलमोस्ट सबै क्षेत्रलाई नै यसले समातेको छ, होइन। यो परिप्रेक्ष्यमा हामीले ध्यान दिएर जानकी मेडिकल कलेजमा मैले अब आफ्नो सेवा सुरु गरेको भर्खरै हो, 2-3 महिना हुन लाग्यो, होइन। त्यो अनुसार मैले अब यहाँ आइसकेपछि अहिले अब अलिकति यहाँको बच्चाहरूको यस्तो प्रकारको रोग लिएर बच्चाहरू आउँछ भन्ने कुराहरू अब मलाई जानकार हुन थाले। यहाँ पनि जनकपुरमा पनि हुन थालेको छ। यसमा कस्तो बेसिकली कस्तो रोग लिएर आएको छ भने अब हजुरले भने चाहिँ कुपोषण त जरुर आउँछ। कुपोषणको कारणले गर्दाखेरि बच्चालाई अब जुन डायरियल डिजिज हुन्छ नि, डायरिया, कुपोषणदेखि लिएर अब अरू हाइजेनिक र होइन, हाइजेन, स्यानिटेसन, अरू इम्युनाइजेसन, होइन,
यी सबै कारणले फ्याक्टरले गर्दाखेरि डायरियल डिजिज पनि र यस्तै अब सेनिटेसन पोर हाइजिन पोर हुँदाखेरि जसरी ट्रान्समिट हुने- अन्यत्र हजुर, ठाउँमा नि हजुर। स्पेसली यो बालबालिकालाई होइन राख्ने त्यसलाई उपचार गर्ने छुट्टै एउटा कक्षहरूको निर्माण गरिएको हुन्छ, त्यसपछि त्यहाँ अन्य सामग्री हुन्छ। त्यस्तो हामीले के गरेका छौँ यहाँ? बालबालिकाको या बिरामी पऱ्यो राख्नै पर्ने अवस्था आयो भने हामीले कस्तो सेवा दिइरहेछौँ यहाँ? हामीले अब पहिला त बिरामीको पहिलो कन्ट्याक्ट भनेको इमर्जेन्सी र ओपिडीमा हुन्छ र त्यसबाट अब बच्चाहरूको एसेसमेन्ट हुन्छ, उनीहरूलाई अब यहाँ राख्नुपर्ने हो वा ओपिडी बेसिसमै अब घरमा लगेर पनि होइन मुखबाट औषधि खाएर पनि ठिक हुन्छ। त्यो कुरा हामीले उनीहरूको बच्चाहरूको फिजिकल एक्जामिनेसन हिस्ट्री सम्पूर्ण कुराहरूबाट यो हामीलाई जानकारी हुन्छ र बच्चाको कन्डिसन अब माइल्ड मोडरेट सिभियर के छ होइन रोगअनुसार त्यो हेरेर अब माइल्ड खालकोलाई चाहिँ हामी घरैमा होइन ओपिडी बेसिस र इमर्जेन्सी बेसिस घरैमा पठाएर खाने औषधि उपचार गरिरहेछौँ। जुन मोडरेट र सिभियर केसहरू हुन्छ जुनै पनि जस्तै डायरियल डिजिज भयो, अरू इन्फेक्सियस डिजिजहरू पनि हुन्छ, जस्तै निमोनिया भयो, टाइफाइड भयो होइन, अब मेनिन्जाइटिस पनि लिएर आउँछ, इन्सेफेलाइटिस होइन, त्यसपछि गरेर कहिलेकाहीँ मलेरिया पनि लिएर आउँछ होइन, अब कुपोषण त भइहाल्यो होइन। यी सबै विभिन्न किसिमको जुन पिडियाट्रिक बच्चाहरूको रोगहरू छ यसमा चाहिँ माइल्ड क्याटेगोरीको छ र घरमा बच्चाको प्यारेन्ट्स हुन्छ नि आमा बाउ, उनीहरूले चाहिँ हामीले भने हुन्छ, डक्टरले भने हुन्छ, औषधि उनीहरूले को कम्प्लायन्स भनौँ न, र औषधि कम्प्लायन्स उनीहरूले मेन्टेन गर्न सक्नु पऱ्यो नि त होइन। त्यो उनीहरूले हामीले भने हुन्छ औषधि मेन्टेन कम्प्लायन्स कति दिने कसरी दिने त्यो उनीहरूले यदि उनीहरू पर्सेप्सनमा छ र दिन सक्छन् भने हामी घरमै पठाउँछौँ। यदि फ्यामिली कुनै अनएजुकेटेड छ भनेको बुझ्दैन होइन, अनि खुवाउन पनि गाह्रो छ उनीहरूलाई, प्यारेन्टल केयर पोर छ भने त्यस्तो छ भने त्यस्तो माइल्ड केस हुँदा पनि हामीले राखेर हाम्रो वार्डमा भर्ना गरेर इभन माइल्ड भयो भने मोडरेट सिभियर त हामीले गर्नुपर्छ हो त यहाँ राखेर उपचार होइन। र त्यस्तो पर्सेप्सन फोर र कम्प्लायन्स फोर हुने होइन बच्चाहरूको होइन जुन प्यारेन्ट्सहरूको भनौँ न त्यो चाहिँ हामीले यहीँ राखेर उपचार गर्छौँ। जसरी एउटा सबभन्दा पहिला शिशुको जन्म दिने आमा स्वस्थ भयो भने उसले स्वस्थ शिशुलाई उत्पादन गर्छ वा जन्म दिन्छ र तिनीहरूलाई हामीले या शिशु कोही गर्भमा छ भने तपाईहरू त त्यो बेलामा पनि एक प्रकारले त यो स्त्री रोग प्रसुति रोग विशेषज्ञले त्यसलाई हेरचाह गर्ने हो, तर पनि यो बालबालिकाको जब किनभने त्यो गर्भधारण भइसकेको अवस्थामा त्यसले त्यसको पनि शिशुको केही त्यो तपाईहरू या हामीहरूले डाक्टरले गर्छौँ बाल रोगहरू विशेषज्ञहरूले केही एकदम सही कुरा र साह्रै महत्त्वपूर्ण कुरा प्रस्तुत दिनुभयो। धन्यवाद छ यसमा। जरुर बच्चाको लाइफको सुरुवात भनेको आमाको पेटमा हुँदादेखि नै गर्भधारणदेखि नै हो। एउटा स्वस्थ बच्चा जन्मनको लागि उसको गर्भधारणदेखि नै र गर्भधारणभन्दा अगाडि पनि आमाले बच्चा गर्भधारण गर्नु छ भने 3 महिना अगाडिदेखि नै त्यसको प्रिपेरेसन गर्नुपर्छ। 3 महिनादेखि नै। अर्थात् हामी यसरी बुझौँ कि अब यो यदि हामीलाई बच्चा चाहियो बच्चा चाहियो भने हामी मानसिक रूपमा 3 महिना अगाडि तयार हौँ र त्यसपछि आमालाई त्यही हिसाबमा तयार गराउने र उसको चाहिँ अब न्युट्रिसन छ नि न्युट्रिसन 3 महिना अगाडिदेखि नै जस्तै फोलिक एसिड हामीले बच्चा जन्माउनु अब गर्भधारण गर्नु 3 महिना अगाडिदेखि नै हामीले फोलिक एसिड जसले चाहिँ बच्चाको मेन्टल ग्रोथ होइन अरू हेमाटोलोजिकल ग्रोथ गराउन लागि एकदम आवश्यक छ। त्यो चाहिँ आमाले 3 महिनादेखि नै खाइदियो भने त्यो गर्भधारण भएको बच्चाको सबै न्युरोलोजिकल र हेमाटोलोजिकल रगतको विकास होइन न्युरोलोजिकल नर्भ सम्बन्धी विकास होइन राम्रो हुन जान्छ। त्यसैले 3 महिना अगाडिबाट नै त्यो सेवन गर्नुपर्ने हुन्छ र
गर्भधारण गरिसकेपछि पनि हाम्रो WHO प्रोटोकल छ जो होइन WHOले अर्गनाइजेसनले जुन प्रोटोकल बनाएको छ अब एन्टिनेटल चेकअप होइन एन्टिनेटल चेकअप त्यो प्रेग्नेन्सी पिरियडमा जुन चाहिँ 9 महिनाको प्रेग्नेन्सी पिरियड हुन्छ त्यसमा चाहिँ WHO को प्रोटोकल अनुसार ANC एन्टिनेटल चेकअप हस्पिटलमा गएर होइन गर्नुपर्ने हुन्छ र यसमा चाहिँ अब बच्चाहरूमा वृद्धि विकासमा अब सबभन्दा पहिला त यसको एप्रोच चाहिँ प्रसुति महिला तथा पशु रोग विशेषज्ञले नै गर्नुहुन्छ होइन तर उहाँलाई कुनै डाउट लाग्यो अब बिचमा मोनिटरिङ गरिरहँदाखेरि अब USG एब्डोमेन केही गर्दाखेरि बच्चाको बारेमा त के थाहा हुन्छ नि त्यस्तो कुनै नराम्रो कन्डिसन क्रिटिकल कन्डिसन कुनै अवगत भयो भने अब यो बच्चालाई कन्टिन्यू गर्ने कि नगर्ने होइन यसलाई अब पछि यो बच्चालाई कन्टिन्यू गरेर अब डेलिभर गरायो भने यसको फ्युचर कस्तो हुन्छ होइन त्यो हिसाबले चाहिँ उहाँले हामीसँग कन्सल्ट गर्न सक्नुहुन्छ ए भन्नाले हामी पहिलो उहाँहरू हुनुहुन्छ उहाँले कन्सल्ट गरेपछि अनि हामीले त्यसको लागि अब सुझाव चाहिँ दिन सक्छौँ सुझाव दिएर के गर्ने अब यसलाई कन्टिन्यू गर्ने कि अथवा बिचमा यसलाई एबर्सन गराउने कि होइन त्यो चाहिँ त्यति हुनसक्छ र कुनै महिलाले अब आफै प्रोएक्टिभ भएर होइन प्रोएक्टिभ भएर पिडियाट्रिसियनलाई आफैले कन्सल्ट गरेर मेरो यस्तो बच्चा छ म के गरौँ के खाउँ होइन बच्चाको वृद्धि विकासलाई के गर्नुपर्छ भनेर कसरी सल्लाह लियो भने हामी नदिने पनि होइन दिँदा पनि राम्रो हुन्छ होइन दिनु पनि पर्छ त्यस्तोमा चाहिँ अब न्युट्रिसनल बच्चाको लागि किन आमाले खाएको खानेकुरा आमाले गरेको प्रत्येक क्रियाकलाप होइन त्यो सबै कुराको रिफ्लेक्सन भन्छु म त्यो चाहिँ बच्चामा अवश्य पर्न जान्छ त्यसैले सुरुदेखि नै न्युट्रिसनल म्यानेजमेन्ट बच्चाको लागि वृद्धि विकासको लागि चाहिने र अरू एक्सर्साइज पनि बच्चाको वृद्धि विकासको लागि ह्याम्पर नहुने गरेर हेभी एक्सर्साइज नगर्नुपर्ने हुन्छ कहिलेकाहीँ होइन त्यो लिमिटेसन अनुसार आमाले गर्नुपर्ने हुन्छ त्यो भयो भने बच्चाको वृद्धि विकास एसोचित रूपमा चाहिँ होइन राम्रो रूपमा अघि बढ्छ र अनि न्युट्रिसनली हेल्थ र टाइम पुगेको बच्चा हामी कहाँ एउटा डाक्टर साहब यहाँ के हुन्छ भने हामीतिर फरेन या विदेशी राष्ट्रहरू या विदेशका जुन सम्पन्न राष्ट्रहरू छन् तिनीहरूले गर्ने के हो भने हामीले आफ्ना सन्तानलाई के बनाउने कसरी त्यसलाई बनाउने त्यो हिसाबमा डाक्टरसँग सल्लाह गरेर त्यसलाई त्यही वातावरणमा दिन्छ यदि कसलाई डाक्टर बनाउनु छ भने उसले क्षमता त्यही हिसाबमा बढाउनु पर्यो हामी कहाँ के छ भने बाल रोग विशेषज्ञ वा डाक्टर भनेको के हो भने बिरामी परेपछि जाँच्नमा बिरामी पर्यो भने लिएर आउने र जसाउने त्यो मात्र हो र त्यसले के गर्दो रहेछ भने दीर्घकालीन रूपमा केले काहीँ यो क्षति गर्दो रहेछ के यो सही हो हामीले जन्म भइसकेपछि के बच्चालाई कसरी हुर्काउने त्यो कुरा डाक्टरसँग सल्लाह गरेर अगाडि बढ्नुपर्ने अवस्था छ एकदम सही कुरा भन्नु हजुरले यो अब यो विभिन्न एजुकेसन होइन प्यारेन्ट्सको एजुकेसन अरू सोसाइटीको एजुकेसनको लेभल त्यसको बुझाइको कमीले गर्दाखेरि यस्तो भएको हो तर म के भन्छु भने यो बच्चाको मामिलामा खालि रोग लागेपछि देखाउने मात्र होइन यो बालरोग विशेषज्ञ भनेको बच्चालाई सुरुदेखि नै कसरी हुर्काउने रियरिङ गर्ने कसरी हुर्काउने र मानसिक रूपमा फिजिकल रूपमा होइन बौद्धिक रूपमा अनि सोसियली रूपमा कसरी चाहिँ बच्चाको भविष्यलाई सफल बनाउने भन्ने कुरा को लागि फेसिलिटेट गर्ने मान्छे भनौँ न व्यक्ति पनि बालरोग विशेषज्ञ हो अब यो किनभने आफैमा यो बालरोग विशेषज्ञ जुन यो चाहिँ प्रिभेन्टिभ एन्ड प्राइमेरी टाइपको यो होइन चिकित्सा होइन अध्ययन गरेको डक्टर भन्छु म पिडियाट्रिसियनलाई किनभने यो बच्चाको रोग मात्रै होइन कि प्रिभेन्टिभ
केयर पनि को बारेमा पनि पिडियाट्रिसियनले सोच्नुपर्ने हुन्छ र त्यो प्यारेन्ट्सलाई सिकाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ प्यारेन्ट्स र सोसाइटीले रोग लाग्नुभन्दा अगाडि नै त्यसको लागि डक्टरसँग सल्लाह लिएर होइन पहल गरिदिनको लागि म अनुरोध गर्छु। अहिले हाम्रो समाजमा के छ नि डाक्टर साहब, यदि कुनै व्यक्तिलाई शरीरमा शारीरिक समस्या भयो भने मात्र डाक्टर कहाँ लग्ने र अहिले जसरी एउटा जटिलताको समस्या के देखिएको भएको छ भने हाम्रो समाजमा सम्पूर्ण तपाईँको घरमा होला मेरो घरमा होला देखिएको छ कि हामीले बच्चालाई यदि हामी कहीँ काम गर्दैछौँ भने बच्चालाई ल यो कार्टुन लिएर मोबाइल हेर्नु भनेर छोडिदिन्छौँ। त्यसको हुँदाहुँदै त्यसका नकारात्मक प्रभावहरू मानसिक विकासदेखि लिएर शारीरिक विकासमा प्रभाव पर्दो रहेछ, त्यसपछि बच्चाका अन्य कुराहरूमा प्रभाव पर्दो रहेछ। वास्तवमा यो तराईमा यस्तो जटिल समस्याहरू छ या छैन, या जसरी पढेको धेरै जानेको, किनभने गाउँघरमा त त्यति नजानेर नबुझेर त्यो बालबालिकालाई त्यो नदिएको होला, तर हामी जति शिक्षित छौँ नि त्यो कुलततिर फस्दैछौँ कि त्यो एउटा नसा हुन्छ र एउटा यो भनेको भौतिक साधन स्रोतलाई उपयोग गरेको जस्तो नसा देखियो कि त्यस्तो प्रभाव र त्यसको प्रभाव के पर्दो रहेछ र तपाईँहरूले के गर्दै हुनुहुन्छ, त्यसको उपचारहरू कसरी गर्दै हुन्छ बच्चामा, त्यो एकचोटि बताइदिनुहोस्। यो पनि बहुत राम्रो कुरा गर्नुभयो होइन। यो अहिले इलेक्ट्रोनिक जमाना छ होइन, यसमा चाहिँ अब जस्तै हामी पढ्दाखेरि यो कम्प्युटर ल्यापटप भनेको मैले थिएन। हामीले एमबिबिएस गर्दा पनि ट्रान्सपेरेन्सीमा चाहिँ प्रेजेन्ट गरेको हो एमबिबिएस गर्दाखेरि। अनि यो ल्यापटप मोबाइल किनेको त आफ्टर वाइल स्टडिङ द पोस्ट ग्रेजुएट ओन्ली। अब अहिले त साना साना नानीहरू त्यो 1 वर्ष होइन, अब सुरुदेखि नै उनीहरू जब उनीहरू कन्सियस हुन थाल्छ होइन, 2 वर्ष भनौँ 1-2 वर्ष 2-3 वर्ष, अब 90% ब्रेन डेभलप हुने त बच्चाको 3 इयर्समा हो होइन। अब 3 वर्षदेखि उसको मानसिक विकास सुरु हुन्छ। 90% डेभलप भइसकेको हुन्छ। 3 वर्षसम्म 90% उसले विकास भइसकेको हुन्छ। अर्थात् यसलाई यसरी जोडौँ कि यदि 3 वर्षसम्म हामीले बच्चालाई राम्ररी हुर्कायौँ भने भविष्यमा के बनाउने हो भने त्यो कुरा 3 वर्षभित्रै सोचिहाल्नुपर्छ, जन्म भएपछिको 3 वर्षसम्म। यो पनि अब ठिक छ, यो यसको बारेमा पनि म अलिकति हाम्रो सबै श्रोतालाई म होइन बताउन चाहन्छु कसरी बच्चालाई सक्सेस गराउने। पहिला यो कुरा जोडौँ, त्यसपछि म मोबाइलको कुरा भन्छु है त। यदि कुनै पनि बच्चाहरू जन्मदाखेरि नै होइन ब्रिलियन्ट ट्यालेन्टेड होइन त्यो लिएर आएको हुँदैन होइन। उनीहरूले खालि जेनेटिक मेकअप मात्रै लिएर आएको हुन्छ। जेनेटिक मेकअप त्यो सबैमा हुन्छ, त्यो सबैमा हुन्छ जेनेटिक मेकअप। आमा बुवाको अर्थात् पहिलाको चाहिँ पुर्खाहरूको जेनेटिक मेकअप लिएर आएको हुन्छ। अब त्यो जेनेटिक मेकअप मेबी कुनै डल प्यारेन्ट्स छ होइन, डल पढाइमा कमजोर कुनै कुनै हुन्छ डल, त्यसो डलै लिएर आउन सक्छ जेनेटिक मेकअप होइन। तर अब प्यारेन्ट्सको अब त्यो जिनहरू भनौँ न, उनीहरू प्यारेन्ट्स पढाइमा राम्रो छैन, उनीहरूको जिनहरू डल छ भन्दैमा बच्चाहरूमा त्यो जेनेटिक मेकअप होला। तर यदि बच्चा जन्मेपछि उसलाई त्यो जुन बनेको जेनेटिक मेकअप छ नि त्यसलाई त्यो त लिएर आयो, त्यो बायोलोजिकल फ्याक्टर हो। त्यो बायोलोजिकल फ्याक्टरलाई इन्भाइरोमेन्टल फ्याक्टर, इन्भाइरोमेन्ट फ्याक्टरको बहुत ठुलो रोल हुन्छ। यदि बच्चाले राम्रो इन्भाइरोमेन्ट पायो, राम्रो इन्भाइरोमेन्टमा हुर्क्यो भने त्यो जेनेटिक मेकअप छ नि त्यो पनि चेन्ज हुनसक्छ। जुन त्यो टाइम पिरियड भनेको बच्चा जन्मेपछि 1 वर्षदेखि 3 वर्षसम्म त त्यो त ब्रेन डेभलप हुने, 3 वर्षमा 90% ब्रेन डेभलप भएको हुन्छ, 90% लगभग। 5 वर्षमा लगभग अब 95देखि 100% 5 वर्षमा होइन। त्यसपछि 8-10 वर्षसम्म अझै क्रुसियल एज हुन्छ बच्चाहरूको होइन। अब यो पिरियडमा जुन वृद्धि विकास ब्रेन डेभलप हुने पिरियडमा कस्तो इन्भाइरोमेन्टमा बच्चालाई ट्रेन गरिरहेको छ, कस्तो मान्छेको सङ्गत छ, त्यो सङ्गतले होइन। अब एकदम बौद्धिक मान्छेहरू, एकदम चाहिँ तपाईँको जेन्युन मान्छेहरू होइन, एकदम डिसिप्लिन मेन्टेन गरेको मान्छेहरू होइन, र एकदम एकदम
भनौँ न सबै अब स्टिमुलेसन भएको गराउने खालको होइन अब एउटा चाहिँ फेसिलिटिङ इन्भाइरोमेन्ट होइन मैले भन्न खोजेको पोजिटिभली फेसिलिटिङ त्यस्तो इन्भाइरोमेन्टमा हुर्केको सङ्गत परेको छ भने त्यो जिनहरू जुन हुन्छ नि जुन प्यारेन्ट्सबाट त्यो जिन पनि बिस्तारै बिस्तारै त्यो जिनहरूमा भेरिएसन आउँछ र त्यो जिन त्यो डलै भयो भने इन्भाइरोमेन्ट त्यो जिनलाई चाहिँ यति तीक्ष्ण बनाइदिन्छ कि एउटा उखान छ नि त घन घुसी बन्छ र भन्छ नि त्यो घन त्यो बोधै हुन्छ नि होइन त्यसलाई इन्भाइरोमेन्टले त्यो जिनलाई पुरै तिखो बनाइदिन्छ र प्यारेन्ट्स सक्सेस छैन पढाइमा अथवा अरू कुनै कुरा हुने भने त्यो इन्भाइरोमेन्टले त्यो जिनलाई चाहिँ ताछेर होइन इन्भाइरोमेन्ट पायो भने बच्चाको प्रगति राम्रो हुन्छ बौद्धिक लेभलमा पनि होइन अरू फिजिकल त भइहाल्यो बौद्धिक लेभलमा पनि होइन बच्चाको सबै कुराहरू चेन्ज हुन्छ तर इन्भाइरोमेन्ट दिनुपर्ने हुन्छ र त्यो भनेको जसरी मैले फेरि यहाँ जोडेँ त्यो मोबाइलको त्यो भनेको हामीले कस्तो बनाउने अझै म एउटा कुरा भन्छु इन्भाइरोमेन्ट दिनुपर्ने हुन्छ र अब यो 3 वर्षसम्म चाहिँ लगभग 90% मात्रै ब्रेन डेभलपमेन्ट हुने हुनाले त्यो पिरियड त्योभन्दा तल बच्चालाई चाहिँ एक्सेसिभली धेरै कुराहरू सिकाउन खोल्नु हुँदैन हेर्नुहोस् 3 वर्षसम्म 3 वर्षसम्म चाहिँ लिमिटेड अब जन्मेको अलिअलि ओरल सिकाउँदै जाने होइन ट्रेनिङ गराउँदै जाने बोल्न सिकाउँदै जाने हरेक कुराको अब जानकारी बच्चालाई होइन दिँदै जाने होइन एउटा इन्भाइरोमेन्टसँग चाहिँ इन्ट्रोडक्सन गराउँदै जाने होइन त्यो गर्नुपर्ने हुन्छ अब 1 वर्षदेखि नै होइन जन्मेदेखि नै अब सुरुदेखि नै भनौँ न सुरुको फेददेखि नै बिस्तारै बिस्तारै गरेर 3 वर्षसम्म चाहिँ धेरै भोरेसियसली एकदम एक्सेसिभली एडल्टलाई झैँ गरेर धेरै सिकाउनु हुँदैन लिमिटेड रूपमा सिकाउने 3 वर्षसम्म 3 वर्ष कटेपछि 3 वर्ष कटेपछि जति सिकाए पनि केही फरक पर्दैन 3 वर्षपछि 3 वर्षभन्दा माथि जति सिकाउने सिकाउनुहोस् त्यो पिरियड यस्तो हुन्छ कि उनीहरू यति धेरै क्युरियोसिटी भएको पिरियड हुन्छ कि जस्तै भन्छ नि मेरो बच्चा यो 3-4 वर्षतिर भन्दाखेरि कति जे कुरा भन्यो ठ्यापै टिपिहाल्छ भन्छ नि त होइन पेरेन्ट्सले त्यही भएर हो 3 वर्षमा ब्रेन डेभलप हुन्छ जति पनि क्याच गर्ने बेला हुन्छ त्यो बेलामा बच्चालाई जे सिकायो नि त्यही कुरा लिने जस्तो किसिमको बानी सिकायो त्यो लिइहाल्ने त्यो बेला होइन त्यो हुन्छ र त्योदेखि 8 देखि 10 वर्षसम्म त अझै त्यसको बिहेभियर होइन त्यो बिहेभियरलाई बनाउने पिरियड हो 8-10 वर्षसम्म त्यो टाइममा चाहिँ यदि डाकुहरूको सङ्गठन 8 वर्षसम्म भनौँ न बेसिकली 8 देखि 10 त्यसलाई फर्मेटिभ डेभलपमेन्टल पिरियड भन्छ फर्मेटिभ एउटा सानो रुख छ त्यो रुखलाई यतापट्टि पल्टाइदियो भने यो यतै जान्छ नि पछि होइन यतापट्टि हुँदा नि उतै जान्छ सिधा बनायो भने त्यो सानो तपाईँको चाहिँ सानोमा त रुख होइन तपाईँको चाहिँ बेर्ना भनौँ न त बेर्नालाई रुखको बेर्नालाई सानोमा जता ढल्कायो त्यो त्यतै जान्छ नि त त्यही भएर यो 8 वर्षसम्मको पिरियड भनेको होइन यो लाई त्यस्तै पिरियड हो यो जता ढल्कायो उतै ढल्किन्छ त्यो 8-10 वर्षमा चाहिँ त्यसलाई एकदम नराम्रो कुसङ्गत पऱ्यो भने यतिसम्म कि बाउ काट्ने मान्छे भएर आफ्नो पेरेन्ट्सलाई काट्ने त्यस्तो मान्छे सङ्गत हुन्छ डाँगाहरूको त्यो भने त्यो बेलामा त्यो लत बस्यो भने त्यो जिन्दगीभर नै त्यो त्यस्तै भएर जान्छ र त्यसलाई सुधार्न गाह्रो हुन्छ धेरै गाह्रो हुन्छ 8-10 वर्षसम्म चाहिँ एउटा जीवनको फ्रेमवर्क बनिसकेको हुन्छ फर्मेटिभ डेभलपमेन्ट बनिसकेको हुन्छ 8-10 वर्षमा नै अब जीवनमा कस्तो बन्ने भन्ने मान्छे जुन पछिल्लो फ्युचरको फर्मेसन 8-10 वर्षमा हुन्छ त्यो पिरियडमा चाहिँ म भन्छु कि सबै यो पेरेन्ट्सले म अनुरोध गर्छु कि यो 8-10 वर्षभित्रसम्म एटलिस्ट बच्चालाई राम्रो इन्भाइरोमेन्ट दिएर होइन उनीहरूलाई चाहिँ राम्रो सङ्गत दिएर होइन उसको बिहेभियरमा चाहिँ कुनै कमजोरी हुन नदिनुहोस् यो पिरियडले नै होइन बच्चाको भविष्य डिटर्माइन गर्छ फर्मेटिभ डेभलपमेन्ट पिरियड हो यो म यति भन्छु यसमा चाहिँ यो पिरियडमा डाकु बन्न निस्क्यो अथवा कुलतमा फस्यो कुनै होइन त्यो पछि सुधार्न कोसिस गरेला त सुधार्न गाह्रो हुन्छ त्यो बेलामा चाहिँ कस्तो हुन्छ नि जुन ब्रेनमा मेमोरी बन्ने चाहिँ ब्रेनको सिन्याप्स भन्ने हुन्छ होइन त्यो सिन्याप्सहरू फर्मेसन त कति जन्मेपछि बिस्तारै बिस्तारै त्यो सिन्याप्सहरू फर्मेसन पिरियड भनेको 2-3 वर्षसम्म हो त्यो धेरै मिलियन सिन्याप्स हुन्छ त्यसमा चाहिँ हामीलाई
चाहिने केही लिमिटेड मात्रै रिजर्भ हुन्छ होइन, धेरै त्यो नासै भएर जान्छ। त्यो जुन चाहिँ युटिलाइज भयो नि त्यो सिनाप्सहरू हामीले जुन राम्रो कुराहरू गर्न सिकायो नि तिनै कुराहरू ब्रेनमा चाहिँ तिनीहरू लङ टर्म मेमोरी सिनाप्सको रूपमा रिजर्भ हुन्छ। जुन नराम्रो सिकाउनु भयो नराम्रो रिजर्भ हुन्छ त्यो पिरियडमा, राम्रो सिकाउनु भयो भने राम्रै सिनाप्स रिजर्भ होइन प्रिजर्भेसन भएर बस्छ ब्रेनमा। त्यस कारणले त्यसलाई हटाउनु पनि गाह्रो हुन्छ पछि। त्यस कारणले राम्रो इन्भाइरोमेन्ट दिएर राम्रो नर्भको भनौँ न त नर्भको जुन ब्रेनमा सिनाप्सिसहरू हुन्छ जुन मेमोरी र बिहेभियर सबै लेभलको त्यो चाहिँ राम्रो सिनाप्सलाई हामीले चाहिँ प्रिजर्भ गर्नुपर्ने हुन्छ बच्चाको दिमागमा। त्यो हामीले चाहिँ इन्भाइरोमेन्टल स्टिमुलस राम्रो इन्भाइरोमेन्टल स्टिमुलस दियो त्यो भयो भने बच्चा राम्रो भयो भने हुन्छ। नराम्रो अब बाबामा काट्ने अथवा कुनै कुलतमा भने सिनाप्स छ भने अब त्यो नै बचिरहेको हुन्छ, त्यसलाई डिलिट गर्न फेरि पछि गाह्रो छ, धेरै गाह्रो हुन्छ फर्मेटिभ डेभलपमेन्ट पछि। हामीसँग समय अलिक कम भएकोले अन्तिममा म के सोध्न चाहन्छु भने जसरी हामीले मैले एउटा सुरुमा भने कि हाम्रो एउटा मानसिकता के छ भने शारीरिक कष्ट भयो भने मात्र चिकित्सक कहाँ जाने, होइन भने नजाने। अर्को जसरी यहाँले धेरै समस्या हामीले उठायौँ यो छलफलमा, बच्चाहरूलाई यो समस्या देखिन्छ। अब हो ती समस्याहरूलाई हामीले यो जानकी मेडिकल कलेजले भनौँ, हामीले भन्दा पनि जानकी मेडिकल कलेजले कसरी, किनभने त्यो परामर्श त्यो हिसाबमा बच्चालाई कसरी बनाउने, किनभने समाज यो संस्थाले हाम्रै ठाउँमा छ भने हाम्रो यो समाजको लागि या हाम्रा समाजका बच्चाहरूको लागि के गर्दैछ? हामी अब अहिले बच्चाका आमा बुवाहरू बिरामी भएपछि हामीलाई होइन अब यहाँ चेकअप गर्नको लागि यहाँ अहिले भिजिट गर्नुहुन्छ होइन। अब त्योभन्दा अगाडि नै कुनै कुराको पुरो एक्टिभ भएर बच्चाको बारेमा चाहिँ एउटा जिज्ञासा लिएर पिडियाट्रिसियन बालरोग विशेषज्ञ कहाँ आएर चाहिँ पहिले सुझाव लिएर होइन पूर्व तयारी गर्ने प्र्याक्टिस नेपालमा चाहिँ त्यो प्र्याक्टिस छैन, नेपालमा छैन। अब विदेशतिर त्यो चाहिँ विदेशतिर छ होइन, अमेरिकातिर त्यतातिर अब त्यो कुनै रोग लाग्नुभन्दा अगाडि नै त्यसको चाहिँ स्क्रिनिङ गरेर होइन सानो बच्चामा नै बच्चा जन्मने बित्तिकै अब हामीले यहाँ कुनै पनि बच्चाको स्क्रिनिङ गर्दैनौँ। तर अमेरिका भयो 30-40वटा रोगहरू हाइपोथाइरोइडदेखि अरू मेटाबोलिक इरर अफ मेटाबोलिजम भन्छ होइन, 40-50वटा रोगहरूको पहिले स्क्रिनिङ गरेर अनि त्यो अनुसार आमा बाबालाई काउन्सिलिङ गर्ने चलन छ बाहिर अब वेस्टर्न कन्ट्री युरोपियन कन्ट्रीतिर होइन। तर नेपालमा त्यो प्र्याक्टिस छैन। त्यो बिस्तारै अब पछि विकासको क्रममा पछि आउला होइन। जसरी यहाँ आयो नि कुनै शारीरिक कष्ट लिएर तपाईँसँग चिकित्सक मलाई मेरो छोराछोरी या बच्चाको यस्तो भएको छ भने हामीले त्यसलाई त्यो एउटा भयो कि त्यसलाई मेडिसिन हिसाबमा ट्रिटमेन्ट गऱ्यौँ। अर्को कुरा त्यसलाई हामीले कसरी काउन्सिलिङको कुरा गर्छौँ। त्यही त त्यो म त्यही भन्दैछु, त्यो चलन छैन। तर अब अहिले जुन उपचार गराउन बाबा आमाहरू बच्चाको बाबा आमा आउनुहुन्छ त्यो आउँदाखेरि अब हाम्रो इमर्जेन्सी ओपिडीमा हामीले बच्चा हेर्छौँ र बच्चाको चाहिँ एज अनुसार उपचार प्लस औषधि दिनुको साथै अब उसको वृद्धि विकासमा के गर्ने होइन त्यो कुराहरू कसरी गऱ्यो भने यो रोग फेरि दोहोरिँदैन, अर्थात् रोगबाट बचाउन सकिन्छ फेरि पछि होइन। र अरू फर्दर वृद्धि विकासलाई कसरी मद्दत गर्न सकिन्छ होइन, रोग प्रिभेन्सनलाई कसरी चाहिँ सहयोग पुर्याउन सकिन्छ भनेर हामीले काउन्सिलिङ पनि एकदम राम्रोसँग काउन्सिलिङ गरेको छ र कतिपय पोइन्टहरू त्यो ओपिडीको पेजको तलपट्टि 4-5वटा पोइन्टहरू होइन लेखेरै उहाँलाई त्यहाँ लेखेर नै सम्झाउने गरिरहेको छ हामीले। र त्यो गर्नु पनि पर्छ होइन, खालि बच्चालाई औषधिमा लेखेर त्यो कुरा हुँदैन। त्यसलाई त्यो काउन्सिलिङको पार्ट भनेको धेरै यसले ग्राभिटी बोकेको छ, यो धेरै मूल्यवान छ। त्यसमा चाहिँ हामीले गरिरहेछ र अब पहिले चाहिँ अब आफै प्रोएक्टिभ भएर सल्लाह लिनु अब फोनमा आइरहेको हुन्छ। मैले पहिला बिरामी अरू ठाउँमा हेरेको होइन, प्रेग्नेन्टली यस्तो भइरहेको छ के गरेर फोनमा चाहिँ सल्लाह लिइरहेको हुन्छ। मैले त पनि फोनमा चाहिँ भनिदिइरहेको हुन्छ कुनै मेसेन्जरमा होइन। यहाँ चाहिँ त्यसरी हामीले काउन्सिलिङ इभन वार्डमा पनि अब हामी जुन भर्ना गरेको बच्चाहरू हुन्छ नि त्यसमा पनि डेली अब त्यो राउन्ड भएपछि यस्तो भइरहेछ भनेर हामीले काउन्सिलिङ गर्छौँ। एनआइसीमा अरू बच्चाहरू त्यसमा पनि
हरेक दिन राउन्ड भएपछि हाम्रो बिहान काउन्सिलिङ हुन्छ होइन, त्यसमा चाहिँ ल यस्तो यस्तो भइरहेको छ है तपाईँको चाहिँ भनेर सबै कुराहरू हाम्रो काउन्सिलिङ हुन्छ, वार्डमा हुन्छ, ओपिडीमा पनि बिरामी हेरेर पठाउने बेलामा होइन फुल काउन्सिलिङ गरेर त्यो पोइन्टै लेखेर होइन पठाउने गरेको छ। हस्, धन्यवाद। हस्, धन्यवाद।